भिडियो सुट गर्नका लागि हामी दिउँसो नै आएको थियो, राति राति हिँड्नु परेर यस्तो भयो। त्यसमाथि धेरै बत्ती थिएन, मेरो एउटा मोबाइल थियो। मसँग मिलेर भिडियो बनाउने ठुल्ठुलो साथीहरू मसँग धेरै छैन, तपाईहरुलाई थाहा नै होला। यो चाहिँ मेरो ठुलो बाबाको छोरा हो, भर्खर स्कुलबाट आइरहेको रहेछ। यो चाहिँ उसको दाइ हो भन्दा सानो छ। उसलाई बोलाएर हामी भिडियो बनाउन जानु छ। तिम्रो चाहिँ ठुल्ठुलो साथीहरू छैन कि क्या हो भनिरहेको होला। 6-7 जना जति छ होला मेरो साथी, तर मिलेर भिडियो बनाउन उनीहरूले सकिदैन। मैले भिडियो बनाउने आउ साथीहरू भन्दाखेरि उनीहरूले के भन्छ थाहा छ? मेरो काम छ घाँस काट्नु छ भनेर दिनभरि भिडियो हेरेर बसिन्छ। मेरो ठुलो साथीहरूलाई भन्दाखेरि मान्दैन। अब यो भाइहरूलाई नि मैले उच्च बनाउनु पर्छ, तर भाइहरू सबैजनाको स्कुल चाहिँ के हुन्छ त्यो पनि थाहा छैन। म चाहिँ नुहाउन लागो हो, त्यसैले भाइहरूलाई खेल्न दिइरहेको छु एकछिन। ए साथीहरूलाई एउटा कुरा भन्नलाई बिर्सेछु म, अब एकछिनमा भनिहाल्छु। के कुरा हो त्यो पनि थाहा छ? कहाँ नभनिकन थाहा हुन्छ र हैन? त्यसैले अगाडि भिडियोमा हेर्नु त। 2-4 दिन भएको थियो मैले जिम गरेको। बडी त कसम एकदम बबाल भएछ। मैले त मेरो बडी हो कि अरू मान्छेको बडी हालेको हो मैले मेरो ज्यानमा भनेर म आफै सपनामा सोचिरहेको रहेछ। जे होस् 1-2 महिनामा मेरो ज्यान पनि बबाल हुन्छ। फेरि मेरो ज्यान पनि एकदम बबाल भयो भने मैले यो भाइहरूको ज्यान पनि बबाल बनाउने छ। अहिले चाहिँ म नुहाएर रेडी भइसक्यो। अब हामी लोगो लगाएर बत्ती सत्ती बालेर हामी रेडी गर्नुपर्छ भिडियो बनाउनलाई, किनकि हामी घरमा चाँडो जानुपर्छ। चाँडो घरमा पुगेन भने फेरि मसँग साथी आउने भाइहरूको मम्मीहरूले फेरि भाइहरूलाई कराउँछ। सबैजना भाइहरू चाहिँ यता खेलिरहेको थियो। म नुहाइसक्यो, अब भिडियो बनाउने सबैजना आऊ भन्दाखेरि आयो। म चाहिँ नुहाउनका लागि अलिकति ढिलो भएको थियो, त्यही भएर अलिकति राति भयो। भिडियो बनाउनका लागि त बत्ती छ, तर के गर्नु, घरमा अलिकति ढिलो भयो भने फेरि बच्चाको मम्मी बाबाहरूले कराउँछ। उता एउटा बहिनीलाई चाहिँ बत्ती बाल्नलाई पठाएको थियो, उसले भ्याएन जस्तो छ, तर जसो तसो गरे उसले बत्ती बालियो। देशको लागि राम्रो होस् भनेर चाहनेहरूले चाहिँ माटोमा भोट हाल्नु होला, नभए देशको हालत सबैको उस्तै हुन्छ। गाउँमा विकास गरोस् या नगरोस् त्यो मलाई मतलब भएन। हर्कसामङ प्रधानमन्त्री भयो भने देशलाई के गरेर देखाउँछ भनेको छ। त्यसैले हामी भोट केमा माटोमा भन्दै हामीले आन्दोलन गरेको भिडियो बनाइरहेको थियो। भिडियोको 2टा क्लिप भन्दा बनाउन पाएन। आजको लागि चाहिँ यति नै, बाई।